तपाईलाई प्रकिल ब्लगमा स्वागत छ। आज चाहिँ हाम्रो पापाको माङ्गेना छ। तपाईहरुले हाइलाइटमा पनि अलिक देख्नु भयो होला र म तपाईहरुलाई हाम्रो लिम्बूहरुको माङ्गेना के कस्तो प्रकारले गर्छ त्यही देखाउने छु अलिअलि सर्टकटमा। तपाईहरु भिडियोमा जोडिराख्नुहोस् होला। पापाले चाहिँ ढुङ्ग्रो बनाउँदैछ। त्यो पापाको भरे माङ्गेना छ र यो चाहिँ भरे बिचवाला चाहिन्छ। यो चाहिँ अन्त अहिले नै पापाले रेडी गरिरहेको अरे। यो चाहिँ हाम्रो माङ्गेनाको थान रेडी भएको छ। लिम्बूहरुको चाहिँ यस्तो हुन्छ। यता चाहिँ हाम्रो बिचवा अन्त यता चाहिँ हाम्रो काकाहरु। अहिले चाहिँ हामीले रेडी बनाएर यो चाहिँ हाम्रो माङ्गेनाको थान रेडी भएको छ। यसमा 8 वटा ढुङ्ग्रो लाग्दो रहेछ। अन्त यो भयो ढाल, अन्त यो कत्ती, अन्त यो माथिको धनु। यो कुरा चाहिँ अहिले हामीले सिकिराख्नुपर्छ। त्यो हामीले सिकेको छौँ भने पछि हाम्रो नानीहरूले पनि सिक्छ। यता चाहिँ मेरो पापाकै माङ्गेना आज चाहिँ। यता थोपाले चाहिँ स्टार्ट गरिसक्नु भएको छ। यता मेरो काका र हामीले पनि यो चिज अहिले हेर्नु सिक्नु चाहिँ जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ। र हाम्रो पापा चाहिँ सन्तानको सबभन्दा जेठो हुनुले गर्दा यो सालै पछि गर्नु भनेछ र अब हामी यो सालै पछि गर्नेछौँ। अब यो चाहिँ एउटा कुखुरा राखेर चाहिँ बिजुवाले जे भन्नुहुन्छ हाम्रो थोपाले त्यही गरिदिन्छ। पापाको खुट्टा घुँडा त्यसपछि हातमा यसरी 3 पल्ट राखिदिँदो रहेछ। त्यहाँदेखि फेरि छाती टाउकोमा राखिदिँदो रहेछ। यसले चाहिँ अब हाम्रो सायद आयु बढोस् भनेर होला हैन, दुख बिमार नलागोस् भनेर बिजुवाले चाहिँ यो भाले यसरी एउटा भाले एउटा कपालमा यसो गरेर चढाउँदो पनि रहेछ। अन्त यो पोती चाहिँ हाम्रो पापाको माङ्गेना। यो भाले चाहिँ हाम्रो पापा अब सबभन्दा जेठो हुनुको कारणले गर्दाखेरि र एउटा भाले पनि चाहिँदो रहेछ। अन्त यो अहिले अक्षता लाउँदैछ थोपाले। अन्त हाम्रो पापा सबभन्दा जेठो हुनुले गर्दा चाहिँ यो भाले पनि चाहिँदो रहेछ एउटा, नभए एउटा पोथीले मात्रै हुँदो रहेछ माङ्गेना चाहिँ। अन्त अब यो भालेलाई पनि यसरी अक्षता लगाएर चाहिँ यिनीहरूलाई अब सब चढाइसक्नु आँटेको। अब यो तपाईँको पानी लगाएर चाहिँ फर्सिन्छ कि फर्सिँदैन भनेर यसरी फर्साउँदो रहेछ। अन्त अब भालेलाई पनि यसरी लगाएर फर्सेपछि चाहिँ यो अब मानेको जस्तो रहेछ। त्यसपछि यसरी बनाएर लिएर फेरि हाम्रो देउतालाई चढाउनु पर्दो रहेछ। चढाइरहेको छ अहिले हाम्रो बाजेले उस गरिरहेछ, सबै बुझाइदिइरहेको छ यसरी हामीले चाहिँ। अन्त यस्तोहरू चाहिँ सिक्नु एकदम जरुरी छ। अहिले हाम्रो थोपाले सबै चढाइदिँदैछ अब त्यो यसरी हैन। यो सबै अब ढुङ्ग्रोहरूमा चढाउँदैछ हाम्रो थोपाले चाहिँ अहिले। अब चाहिँ लास्ट आएको होला। हाम्रो थोपाले सबै अब चढाइदिँदैछ यो ढुङ्ग्रोहरूको पनि। अन्त अब सायद हामी अब यो सक्नु लागेको होला हैन। सबै ढुङ्ग्रोहरूको पनि यसरी चढाइदिँदैछ। सायद 2 घन्टा जस्तो भइसक्यो लगभग। अब सक्नु लागेको होला। यो सबै चढाइदिँदैछ हाम्रो थोपाले। अब यो चाहिँ सबै हाम्रो अब देवी देउताहरूलाई चढाएको होला सायद। र यो मासुहरू पनि अब खाना भात मासुहरू पनि अलि सबै यो चढाइदिनु पर्दो रहेछ। अन्त यो सबै चढाउँदैछ अहिले थोपाले चाहिँ। यो सबै अलि गर्दै चढाइदिँदैछ सबै। अब यो सबै चढाइसकेको यो चाहिँ अब लाँदा हुन्छ भन्दैछ हाम्रो थोपाले। र हाम्रो लिम्बूको माङ्गेना चाहिँ यसरी हुन्छ। र मैले तपाईँलाई कतिवटा देखाउन सकिनँ, भिडियो लामो हुन्छ भनेर तपाईँलाई सर्टकटमा मात्रै देखाइदिएको छु। र मेरो भिडियो मन परे लाइक कमेन्ट सेयर फलो गरिदिनुहोस् होला। धन्यवाद।